So guys, hello, what's up guys? It's me Ujwal Magar. Welcome back to another vlog मा मेरो. अनि म चाहिँ रोडबाट भ्लग स्टार्ट गरिरहेको छु. किनभने यहाँ मान्छेहरू छन्, मलाई त्यही पनि पाल लाग्दैन, दाइहरू छ, त्यही भएर एक्लै भए चाहिँ गाडी फाडिदिएको छु. हामी गाडी चढ्छौँ गाइस. अनि अनि तपाईहरुलाई म के भन्न चाहन्छु भने ह्यापी न्यू इयर. हैन दादा, ह्यापी न्यू इयर भनिदिनु त. ह्यापी न्यू इयर गाइस. हाम्रो काजी ब्लग्स है, चिन्नुहुन्छ होला चिन्ने मान्छेहरूले. ल अब हामी टेम्पोमा बस्ने. वाह, देखो न. म चाहिँ कहाँ बस्ने गाइस? देखो न. मेरो फ्यानहरू भाइ, तिमीलाई नि भ्लगमा स्वागत छ मेरो. सेल्फी लिने अहिले एकछिन बाहिर पुगेछ घुम्दा अहिले नलिने. अहिले त मै दिदिनँ. सेल्फी लिएको फेरि पैसा चाहिन्छ नि भाइ. भाइ ओ भाइ ओ सगो भाइ, फेरि सेल्फी लिएको पैसा लिन्छु नि फेरि. म त कति दादा, म त धेरै लिँदिनँ, 100-200 भयो हुन्छ. ल गाइस, मलाई त दिन्छ त, चल दिन्छ त. गाइस, हामी चाहिँ टेम्पोमा बस्यो होइन. टेम्पोमा त बसियो गाइस, तर गर्नु भयो कि है, हुप्प भइदिएर सायको ड्राइभरको टायरै आएको छ. टायरै लिएर चल्दिन्छ थाहा हुन्छ. बिल्ला. यो चाहिँ काठमाडौँ सहर गाइस, वसुन्धराको सहर. यहाँबाट हामी माथि अब हामी चक्रपततिर लाग्छौँ. चक्रपतबाट हुँदै हामी बौद्ध पुग्छौँ. बौद्धमा पुगेपछि चाहिँ खुल्ली त हुन्छ. सुरुमा बसन्तपुर जानलाई हामी त्यही भएर बिउरै छैन कि सङ्गम दादाको. हामी चाहिँ सुरुमा यता कता अरे बसन्तपुर जान लागेको. बसन्तपुरमा किन जान लाग्यो मलाई थाहा छ, मलाई पनि थाहा छैन. ओहो गाइस, डेटिङ यसरी डेटिङ नबसौँ न गाइसहरू यार. सो गाइस, बस चाहिँ बस प्राइभेट कार चाहिँ टेम्पो चाहिँ चलेको अवस्था गाइस. फाइनली इलेक्ट्रिक टेम्पो रहेछ गाइस. अनि बाहिरको दुनियाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ. डेन्जर टल्केको अवस्था गाइस. अब चाहिँ गाईको क्या कस्तो बाहिरको दुनियाँ नि के हेर्नुहुन्छ गाइस? बस मात्र छ. आइया बरु पछाडि हेर्नुहोस् गाइस, केटी मान्छेले बाइक चलाएको अवस्था होइन. केटी हेर्न र उयो रातो गाइस. बस त चल्यो, जाममा परेन यार. फाइनली फर्स्ट टाइम. ल अस्तिको नाइट आउटको भ्लगमा पनि हेर्नु होला. हिँड्दै बसन्तपुर गएको गाइस हामी. तपाईँ नि भ्लग हेर्नु है, उज्वल मगर भ्लग छ. UJJWL अनि MAGAR अनि भ्लग छ. फर्स्टमै आउँछ होला. होइन त गाइस, फेमस भइसक्यो नि देखिहाल्छ. हो गाइस, म भोलि पर्सि मेरो भ्लग हेर्नेहरू गाइसहरू प्रायः जस्तो सबैजना बेरोजगारी नै होला, म जस्तै. तपाईँहरू पनि यसरी नै यता गर्दै जानुपर्छ. हामी अहिले एकजना आबुई यो गाइस, यो धेरै नै टल्की हो कि, त्यही भएर हो कि. यहाँ दुईजना अगाडि काजी ब्लग्स अनि दादा हामी अहिले हालैमा 4 जना. के छ? घुमन्ते ब्लग्स. सो गाइज, मेरो नि छ प्रशान्त रिजाल ब्लग्स. प्रशान्त के रे? प्रशान्त रिजाल ब्लग्स. तर अहिले 4 वर्ष खराब. त्यस्तो भ्लग नि के ससुरा गुवा ल्याएर
फेरि बनाउनु पर्ने 10 गाइज हेर्दै हुन्छ भने चाहिँ सबैमा गएर सपोर्ट गरिदिनु होला सबैकोले सबैलाई सपोर्ट गर्नु होला एले एलाई भन्छ बिलै देखो न गाइज गाइज अब मेरो प्राइभेट कार भयो त गाइज म सर्रै एकछिन है गाइज म यो चाहिँ तुरी खेल फेरि मान्छे मास्क लगाएर आउनु पर्ने रहेछ माथि माथिबाट केटीहरू हेर्छ मलाई अनि लाजै लाग्छ क्या केटी हेर्ने हो माथि हेर्नु है माथि देखेँ कि थाहा छैन म देखाउँदिनँ लाजै देखो त हो यो 2 जना बच्चाहरूको यो 2 जना बच्चाहरूलाई घर पठाइदिनु परेको देखो न गाइस मन्दिर गाइस सिनेमेटिक हेर्ने अब आइया यो मलाई पनि थाहा छैन दादा हुन चाहिँ यो ठाउँमै हो दादा घर गएर सुत्रे भ्लगमा निस्किया सुत्नलाई निस्किएर अब मलाई नि याद आयो यो ठाउँदेखि बित्तिकै के छ अरे यसको नाम पढौँ न न्यू रोड संस्कटा न्यू रोड आइबी ए ओ सङ्गम दा ओ काजी ब्लक्स न्यू रोड पुग्यो हामी गाइस यो चाहिँ सङ्गम दाको फेभरेट भाइ कस्तो पनि देखाएको थिएँ मैले भ्लगमा अनि तपाईँको फेभरेट भाइ अनि अहिले त सङ्गम दा नसुनी गरेर कुकुर गइरहेको थियो नि यो चाहिँ सङ्गम दा हो भने होइन दा होइन त भनेको हो अरे के ल गाइस त्यत्तिको काम गर्ने मान्छे भयो भने त यार गाइस बस्न पुग्दै यताबाट छिर्छ होइन र भने हाम्रो अर्को भ्लगर पनि जोडिन लाग्नु भएको छ यहाँ ए यहाँबाट छिर्न लागेको रहेछ नि त उयो रन कस्तो यार जो मान्छेले कुकुर डर लाग्छ यार फेरि त्यसकै अगाडि पहिलाको आइडी त्यो कसरी डिलिट गर्ने होला यार के भिडियो डिलिट गर्ने रहेछ त ए मोबाइलै छैन मसँग त्यो पुरानो ब्लग पुरानो ब्लग हेर्नु भयो होला नि खै बच्चा छिठी महँगो जुत्ता लगाएपछि अब के गर्न सकिन्छ मेरो यो कलेज जाने केटाको जुत्ता यसरी बिगार्ने जुत्ता बिगार्ने भए चाहिँ म भेटामै महँगो म बिगारिदिइहाल्छु एकैछिन उहु मलाई त बाल लाग्दैन हौ के बालै भएन नि तिनीहरूलाई बनाएर ब्लग हामी आफैले बनायो गाइस अगाडिबाट चाहिँ तालु आइराख्नु भएको छ अब पछाडि युजुअल मगर ब्लग्स
हामी चाहिँ बाटोमा हिँड्दै गाइस यसरी भ्लग बनाउनु पर्छ है। यसरी मोबाइल यसरी राखेर अहिले मान्छे छैन, त्यही भएर अहिले मान्छे आएपछि थाहा मलाई के गर्नुपर्छ। ओहो बसन्तपुर छिर्यो है गाइस। ल यही हो बसन्तपुर। कोले देख्नु भएको छैन। सङ्गम दादाको बाइक हो नि त यो त। गाइस बसन्तपुर कोले हेर्नु भएको नै। सो गाइस देखो न बसन्तपुर हो यो। फाइनली बसन्तपुर गाइस। सुरु गर्न भएको छ। थ्याङ्क यू फर वाचिङ रे यार। के गरे देखो न मान्छे अगाडिबाट आइरहेको गाइसहरू। गाइस मेरो आर्टलाई चाहिँ मान्नै पर्छ क्या गाइस। किन भन्दाखेरि यति मान्छे दर्शकबिनहरू छ, त्यही पनि म भ्लग बनाइरहेको छु भने चाहिँ अनि मान्नु पऱ्यो नि त मलाई। त्यो भएर सबैजनाले गएर लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि छोडिदिनु होला एउटा मिठो। यहाँ चाहिँ उहिले चल्दा रहेछ। रिपोर्टिङ चल्दा रहेछ नि त्यहाँ त न्युजको। गाइस मलाई म चाहिँ गएर म बोल्छु नि म भनेर गाइस मेरो चाहिँ भ्लग सब्सक्राइब गरेर चलिदिने कि आफ्नै दुनियाँमा। मुन जस्तो छ भने है। ए भयो मेरो त्यत्रो सो गाइस देखो न। म सानोतिनो भ्लगरहरूसँग उ त्यो गर्दिनँ नि त कोल्याब। म भने ठुलो भ्लगर मिस्टर बिस्टहरूसँग चाहिँ फेरि म नाइ भन्दिनँ नि। बोलाएर हुन्छ दिनकै हो। मलाई त दिनकै म्यासेज गरेर हुन्छ मिस्टर। यो काजी भ्लग्स भनेको यो को हो के गाइस? मसँग कन्ट्रोभर्सी निकाल्न खोजिरहेको जस्तो छ कि। कन्ट्रोभर्सी निकाल्न खोजेको काजी भ्लग छ मेरो अगाडि छ क्या फेरि गाइस। कता जानु? अहिले पुलिस मामा र माइजूले के भन्यो भने बुझी यहाँ जस्तो सुकै क्वालिटी आयो नि होइन यता साइडहरूमै यहाँ है क्वालिटी अब हेर मेरो त्यस्तै हुन्छ भने फोनमा। मेरो न्यू भ्लग यस्तै हुन्छ गाइस। बस्नु म एकैछिनमा भेट्छु। काजी भ्लग्सको चटक हेर्नु न गाइस होइन। ल मैले झन् काजी भ्लग्स चाहिँ क्या दामी रिल्स बनाएर भन्न छु अहिले फेरि होइन गाइस। गाइस केटीहरूले पो हेऱ्यो त मलाई त माथिकै माथि त्यो मन्दिरको त्यहाँ माथिको उयो यो केटा र केटी छ त उयो हो तिनीहरूको माथि केटीहरू दुइटा छ तिनीहरूले के चस्मिस लिएर नसक्नु छ गाइस मान्छेहरूलाई। गाइस यो कुहिरेहरू कति लम्बु हुने यार? हामीभन्दा लम्बु हुन्छ यार साला। बढी दिएर होला क्या वो भी सही बात। ओ दाइ के खिच्छ त्यो बुवालाई मै खिचिदिन्छु। सो गाइस मामाहरू यहीँ छ, त्यही पनि गाइस डर भन्ने छैन क्या मान्छेहरूलाई। अब फेरि काजी भ्लग्स चटक हेर्नै गएछ।
स्टोरेज साथी स्टोरेज गरिदिइ हाल्छ मेरोमा कति जिबी मोबाइल छ मेरो स्टोरेज त फेरि धेरै छ त जसुकै भ्लगमा नि के हुन्छ गाइस फेरि म आइसकेँ है फेरि छिट्टै छ खाले यहाँ अर्को छिट्टै भ्लगमा आइछ भिडियो है अय्या बाफ्रे स्टाइल हेर्नु न गाइस त्यहाँ साला काजी भ्लग चाहिँ कहाँ हिँड्दा त अब काजी भ्लग यहाँदेखि त्यहाँ हिँड्दा है गाइस नो एन्ट्री नाइस ग्रेट गाइस म चाहिँ माथि आएको छु मन्दिरको सो गाइस देखो न खै कहाँ गयो दुईजना मुर्दारहरू ए उता रहेछ र गाइस अहिले भेट्छु मैले यही देखाउँदा मात्र स्टार्ट गरेँ ए अनि गाइस गाडी रिक्सावाला गाइस हेर्नु न यार यो ड्रेसअप चाहिँ दामी क्या है गाइस ओए क्या लभली देखायो कि ढाको टोपी हेर्नु न कत्रो ठुलो यार हामी अझै बस्नुको रोड चाहिँ निस्क्यो होइन ढाका टोपी त कत्रो यार गाइस म चाहिँ अहिले एकछिनमा भेट्छु फेरि अब निस्केछु यहाँबाट सो गाइस देखो न हामी चाहिँ निस्किन लागेको अब त्यो किम्बल भएन खै दिनु एकछिन गाइस म किम्बलमा राखेर बोल्छु सो गाइस उनीसँग खै कसरी भेटको हुन त भएको छैन नि बाले छैन उसलाई त्यही हो यस्तै नै हुने भयो जीवनभरि मेरो पनि गल्ती थियो बुझ्न खोज्दैछु तिम्रो पनि मलाई राम्रो लाग्छ जब सुन्न थाल्छु मिठो बोली खै छु म बोकेर हिँड्दैछु दिगो छुरी छोड्नु त एकचोटि निन्द्रा खुसी छैन म दिनमा खनी समय पागल हो के पागल गाइस खतरा आयो हेर्छु म पीडा मागी के फाइदा भएन रन्डीहरूलाई घृणा गरी के बोल्छ यार गाइस के भन्नु म खिचेर हालेर पछाडिको लभ हेर मलाई ओ लभ ल गाइस यहाँ हेर्नु न लप रे म गाइस ब्याकआर गर्छु लपको साइन तेरो जुत्ता हटा के महँगो जुत्ता हो दुईटा कस्तै रहेछ के गाइस मेरो महँगो जुत्ता हटा भने जुत्ता ए गाइस एउटा चाहिँ यस्तो गुला जस्तो निकाल्यो नि तँ बन्दुक बोकेर आएछ त बन्दुक बोकेर आएछ मलाई डर लाग्छ पागल हो के पागल कलेज जानु बेला यो गीत नसुनिकन त मलाई मजै आउँदैन सो गाइस देखो न गएर सब्सक्राइब पनि गरौँ सो देखो गाइस अभी हम यहाँ पर मार्केट पे घूम रहे हैं यू कैन सी मॉल देखो न आइफोन किन्नु मन छ भने यता आउँदा हुन्छ न्यु रोडतिर है गाइस न्यु रोड साइडतिर होइन कामरागार कम्प्लेक्स त्यहाँको लाएर गाइस हामीले बस चढियो फाइनली केटी आउँदैन अब यहाँ नयाँ खलासी बन्न लागेको छ है केटी नै आएन चढ्नेकोलाई छैन हजुर रामचन्द्र शेखर केटी आएन अब अहिले एकछिन ल गाइस क्यामेरा नहुँदाखेरि हजुर सन्चु नुहाको चाहिँ छिटो ऱ्यो त्यो गाडी गाइस त्यसको भ्लग चाहिँ मैले बनाइदिँदैछु छु होइन किनभने उसलाई हल्का लाज लाग्यो होला मान्छे तन्ने त्यस्तो धेरै मान्छे छ होइन मेरो भ्लग हाइज्याक भयो गाइस अब उसको भ्लग मैले कन्टिन्यू गरिदिँदैछु होइन भ्लग चाहिँ फेरि उसको है मैले कन्टिन्यू हानिदिएको होइन भालै भएर सुकेको बुझ जहाँ तिनीहरूको बोक्नु सम्पत्ति खाइदियो होइन यसरी बनाउनु नपाइने हो र भने यस्तो रोयान हुन्छ यस्तो यस्तो गरेर बनाएर झन् बबाल हुन्छ गाई साँच्चै भयो मान्छेहरू रहन यो चाहिँ कहाँ अरे बौद्ध तर त्यसरी हाँस्नु हुँदैन रे गाई के गर्ने भने बुझी हाँसेछ नि हाँस्नुहोस् भाले भएर हामीलाई तिनीहरूको बोको सम्पत्ति
कता हाँसिटी भइदिरहेको ओ जुत्ताको पसल रहेछ गाइस यता जुत्ता पसल यता जुत्ता लुगा पसल साथीको लागि लुगा चाहिँ यतातिर रहेछ कि भोलि पर्सिको लागि प्लानिङको लागि यता लुगा यता यो चाहिँ मलाई अहिलेको छपरी ज्याकेटै ट्रेन्डिङ छ पाका पाका के अरे पाका रे यो मैले क्या फर्किँदा हेरौँ ल परलाई अब तपाईँलाई गाइड स्वर्ग देखाउँ स्वर्ग हेर्ने ल अब त बल्ल अब चाहिँ चाक्सी त होला कि चास लागेर होइन सरी यो चाहिँ गाइस बौद्ध बुके मात्रै बुके खाँदै गाइस म चाहिँ पछि भेट्छु यार माछा धेरै छ यार माथि जानु मिल्छ सो गाइस हामी आएछ जाउँ न त्यो माछा घुमेर गाइस अहिले यस्तो हान्छु नभाग्न यहाँ हामीलाई चाहिएन हाम्रो सामान त्यो बनाएर आऊँ भने अनि पर्दैन है बस हामी मुख धुन्छ नि बल्ल जाला जहाँ गएँ त्यही भने हाम्रो सामान हामीलाई चाहिएन हामी नि बनाउनु पऱ्यो नि के टमाटर बनाउनु ओइ छिटो गर्न मुख हो कि के हो तेरो हात्ती हो ए हामी माछा रहेछ त्यही भएर माछा खाना रहेछ गाइस अरे त्यही पनि माछाहरू छ कि ल गाइस अहिले भेटौँला माछामा गयो माछामा सो गाइस खोइ त प्रशान्त भाइ चाहिँ हामी त्यहाँ चाहिँ आइपुगेको अवस्था खै यहीँ जानु साइकल नदेखिएर प्रशान्त भाइ यहाँ दुईजना हेर्नुहोस् बौद्धन्य बस्ती यिनीहरूलाई दाइ र बहिनी जस्तो देखेको छ गर्लफ्रेन्ड र बोयफ्रेन्ड भन्दा अगाडि दाइ नि दादा अन्त ओ गाइस कुकुर यार मलाई डर लाग्छ गाइस अब फ्ल्यास नि आउँछ है लाइट आयो मलाई मेरो भाइको भ्लगको नाम के होला उज्जवल मगर ब्लग्स दाइ यु डबल चाहिँ उज्जवल मगर यो डबल जीको मगर भ्लगको म दिनु पर्यो सबैजनाले आज ह्याप्पी न्यु इयर सबैले माया दिनु पर्यो है पर्यो कि परेन पर्यो ल धन्यवाद दाइ ओके दाइ ओके ल धन्यवाद ल मेरो सब्सक्राइब गरौँ न जा गएर के दादा सब्सक्राइब हानिदिइहाल्नु भाइ ल गाइस यो ब्लग गरौँ एकछिन ल ओके ल मेरो चाहिँ नयाँ सब्सक्राइबर बढ्नु भएको छ यहाँ कतिजना पठाइदियो अब बढाइदिन दादा जसलाई भन्दा हुन्छ कहाँ बस्छ तिमी म बस्नु दादा 100 300 भयो 300 भयो दाइको आउनु पर्यो नि मेरो भिडियो ल आइहाल्छ नि दादा किन आउने आउनु पर्यो नयाँ सब्सक्राइबर नि भयो है दादा हाम्रो 3 जना बढ्यो 1 2 3 ब्रदर ए ल सब्सक्राइब यु ओके प्लिज सपोर्ट माई ब्रदर ही इज द गुड म्यान ही इज द बेस्ट म्यान नेक्स्ट 2026 हो कि क्या दादा ल दादा गएको है त ल बाई 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 या ल नयाँ सब्सक्राइबरलाई नि भेटाएँ दादाले सब्सक्राइब नि गरिदियो धेरै धेरै धन्यवाद दादा तपाईँलाई हेर्दै हुनुहुन्छ भने बकुलाको बिचमा टाक भनेर बस्नु न झ्याउलाई चाहिँ यार मलाई त गाइस यहाँ बसेर गराउनु त के मजा आयो लङ्कामा न्यु इयर मनाउने भने यहीँ न्यु इयर भन्छ जस्तो छ अहिले भेटौँला है गाइस ल
हामी चाहिँ चिया खान लागेको यी संसारको कुनै पनि कुनाबाट हेरिरहनुपर्छ भने हामी काठमाडौँ बौद्धमा बसेर यो चिया खाइरहेको छौँ। तर यो चियामा चाहिँ अलिकति कमी भएको छ चिनीको। हजुर 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 चिनीको मात्रा बढाइदियो भने यो चिया एकदम राम्रो हुन्छ। हजुर 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 ल गाइज सो गाइज हामी चाहिँ फेरि आएको छौँ चिया खाँदै। संसारको कुनै पनि कुनाबाट हेरिरहनु छ। अघि मेरो मुखमा झुन्डिरहेको थियो गाइज संसारको जुनसुकै भन्ने, अहिले सङ्गमदाको मुखमा झुन्डिरहेको। हजुर 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 कस्तो लाइट हल्का पछाडिको लाइट अफ हो त। हजुर 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 गाइज यार चिया खाँदा नि कस्तो लाज लाग्ने रहेछ है पब्लिक प्लेसमा त। खाएँ ल हो त पिए ल। अहिले भेटौँला है त गाइजहरू को हुनुहुन्छ। सो गाइज आजको लागि भ्लग चाहिँ यति नै हुन्छ होइन। हामी चाहिँ फर्किसकेको थियो होइन। आजको लागि यति नै हुन्छ। डोन्ट फर्गेट टु लाइक सब्सक्राइब अनि कमेन्ट होइन। मिठो कमेन्ट्सहरू जानु होला। आजको लागि यति नै धन्यवाद।